भइसक्यो ल आमा म्याङ्गो आजको हरियो खुर्सानी भूमिका तेरो देखा चटपटी मात्र उसको त सिम्पल अनि यसमा मकै पनि छ है मकै हाम्रो चाहिँ यति मात्र हो यो भाउजूले उसिनेर दिएको खाजा ल अब चाहिँ हामी त टोकेको हालेछ पुङ्साले त ल अब चाहिँ हाम्रो काँचोबाट चाहिँ ट्राई गर्नु पऱ्यो खाना किन कस्तो मोटाको छ हौ मेरो पपाले खानु ल चेयर्स खोइ यो आँप त कस्तो उयो थियो यसमै हालिदिन्छु ल म वापै यसमै हालिदिएको मैले खोर्सानी ए मन पर्दैन त भूमिकालाई मन पर्दैन त्यस्तो आँप चाहिँ मेरो फेभरेट हो उसले त नि क्यामेरा त्यो अहिले टोकेको हाल्नु थियो खाता मिठो छ कट मेरो रहेछ कि यो अघि मैले बगरकोट किनेको है यो चाहिँ बगरकोट चटपटे ठेलाको चटपटे आफैले बनाएको होइन मिठो लाग्यो म फेरि चटपटे खासै मन पर्दैन क्या लाइट अन त गर्नुपर्छ पक्को पनि किन पानी कस्तो लाइट अन गरेको ल लाइट चाहिँ राम्रो दिने लाइट अन गरेर यस्तो लाइट अन गर्दा कस्तो राम्रो आयो हो थ्याङ्क यू मेरो छोरी अहिले गर्नु भएन दिउँसो लाइट अन चाहिँ कसले गर्छ म त गुलियो 1 किलो लिएर आएको थिएँ अघि 1-2 दिन काटेर के भयो खाऊ उयो क्यामेराको त्यो आयो भूमिका भूमिका कस्तो अमिलो गुलियो थाहा छ यो चाहिँ अमिलो छ क्या लाइटले म त नराम्रै देखिरहेको छु ल मालदा चाहिँ अमिलो क्या साह्रै अमिलो है मकै खायो कतै हालिदिन्छु ल म एउटा खान्छु त एउटा चटपटी थोरै भयो पखाल तिमीलाई मकै दिँदैछ पखाल अब हामी जाने हो नि त हामी ठेला जाने हो अब पुङ्साले लेग पिस किनिदिनु भने गाडी त गुलियो छ साथीहरू मलाई प्रतिमाले कति धेरै रिसमाले त कति धेरै अमिलो खाएको तिनजना जाने हो मेरो डल्लीहरू ओके अमिलोमा म खान सक्ने भनेको आँपमा त ठिक्कको खाने बेला भएको छ तर यो सानो खालको चाहिँ कस्तो होला यो खाँदा भूमिका अमिलो खाने कस्तो अमिलो
खाइसक्नु लाग्यो खान हौ यो कुङ्साले गुलियो चाहिँ खाएछ मेरो कानमा अकबारे हो नि त पिसेको डल्लीले कति हालिस चारवटा अनि पिरो भएको रहेछ दुईवटा हाल्नु त्यतिकै त देख्दै यसो गर्दैछ हाम्रो यतापट्टिको डाँट कुडियो यो चाहिँ बस न दिदीमा खाँदैछु नि त अनि तिमी चाहिँ कसरी आज चटपटे खानु खोज्यौ कुङ्साले डिस्कलर भइहाल्छ नि क्या अब त्यसो हो लाइट बाल्दा चाहिँ यस्तो भयो होइन यसो टच गर्नु फेरि कलर आउँछ अनि अब ठेलामा यति किनिदिने क्या कति खाने म किन्दिनँ त खानु चाहिँ पऱ्यो तर यो आफ सस्तो दिएको हो नि त चचको भाउजूहरूले गर्दा 70 रुपियाँ किलो यो आफ अस्ति मैले 100 कसरी किनेको पिरो खानेकुरा खाने कि भयो मलाई चाहिँ भयो एउटा लास खान्छु ल पकाएर ल्याएको छु ए हरियो खोर्सानी ल्यास पिसेको पसिना आयो तिमीले के खायौ र हामीले त्यसको हुन्छ हो ए यो चाहिँ अकबारे 4टा डल्ले खोर्सानी हालेछ नि दाँत पुगेन त नुन पनि बेसी हो मजा आइलो सकिनै साथीहरू खानेतिर 3टा त पुरै खाइसक्यो एउटा चाहिँ लास्टै अमिलो ओके अब म चाहिँ मकै खान्छु कसरी खाने भइँदा यो चाहिँ हाम्रो छिमेकी भाउजूले अघि उसिनेर दिनुभएको थियो कि सँगै लिएको म आँप मैले आँप किनेँ बिन्ता राई मगेले त खाएँ ल खान्छु ल सँगै किनेको 100को 10 घोगा मकै दिनुहुँदै थियो तर म चाहिँ खासै खाँदैन नि त यिनीहरूले मकै मेरो चल्लाहरूले खाँदैन अनि मलाई चाहिँ आँप फेभरेट हो आँप लिएर आएँ उहाँले चाहिँ ल्याउनु भएको थियो अनि पकाएर दिनुभएको थियो किनभने सस्तो हामीलाई दिनुभएको हाम्रो चर्चको भाउजूले त्यही भएर खायो मकै खाऊँ न सँगै ल टेस्ट गरौँ ढ्याउ गरेर के सरी गर्नु खायो भात आयो भात
दबाई छैन त्यो मुठो त गुलियो मेरो चाहिँ म त गुड लाग्छु क्या खानेकुरामा त हरेकलाई गुड छ मेरो लागि त आफै मेरो पनि गुलियो छ यो चाहिँ अचार थियो अचार चोपेको भाँडो है अहिले अनि अचार त्यहाँ थियो अब म त्यत्रो पिरो अकबार टोकेको अकबारे डल्ले मात्र टोक्दै रहेछ लास्ट बाइक टोकेको गाउँकै रुखो खोर्सानीले क्या खोर्सानी त्यो तातो छ नि त्यो मकै मेरो जिब्रो चिरो खोर्सानी लगाएर कति धेरै हाल्यो खुम्सा पक तल के किन्नु छ डल्लीलाई माट लानुपर्छ ल 7 वटा कतिवटा खानु भएको के 4टा खान्छ नि नर्मली लिपस्टिक लाग्छ मकैमा त अलिअलि मात्र डल्लै खाइदिन्छु लिपस्टिक डल्लै त खाइदिन्छ अलिअलि मात्र डल्लै छ क्या झोल त हुन्छ हल्ली त त्यहाँ क्यामेरा चल्छ है ल हल्ल न म त खोर्सानी अझै खान्छु मकै खानु खोक्दै हुँदैन त यता काम क्यामेरा खोज्छ नाकमा खोर्सानी बस्यो एउटा सुँगुरको हड्डी भन्दा साह्रो रहेछ तर गुलियो क्या अनप्रोफेसनल मुकबाङ मुकबाङ त भन्दैन हामीलाई खाजा यसो टाइम पासको लागि लिपस्टिक सबै खाइहाल्यो मकैमा डलेको के भयो तिमी के खाने त्यही खाने हो मासु ल किन्नु जाने ए ठेलाको लेग पिस आफै किनेर खाऊँ ल पाउँछ ठेलाको मासु भने आफै किन्नु ल ल हामी कसरी खान्छ हरामी पाराले ल भूमिका हरामी पाराले खा त टाउको ठुलो भाग्यमा नि हो कस्तो नाच्छ यो राकै म खान्छु अहिले भरे किनिदिन्छु के खाने चाहिँ होइन म किनिदिन्छु चटपटे नि किनिदिन्छु अनि यसलाई उयो बिरामी छ उयो किनिदिनुपर्छ ल यसलाई डाइरिया छ दही किन्ने छ नि ल ल भूमिका हरामी पाराले बजाइदेऊ त हाम्रो रिमोट यता छ छिटो खाइसक् न म क्लिक्क खिचिहाल्नु पऱ्यो खाना हो यो मकै खानु राम्रो हो त भिटामिन हो नानी खाने मेरो गिरीमा छिरो किन 4वटा अकबारे हालेको सक्यो थिएँ ल पानी खा म एन्ड गरेँ ए क्यामेरा झर्छ ल साथीहरू हामी चाहिँ अब झर्को नमानी हेरिदिनु होला त्यो हामी त्यस्तो खालको मुकबाङ हामीले बनाएको त होइन मतलब टाइम पासको लागि हो क्या यसरी है ल ल बाई भन्ने भूमिका ल ऊ चाहिँ मेरो छोरी हो हामी आमा छोरी भनेर भन्दा पत्याउनुहुन्न होला पत्याउनुपर्छ हामी आमा छोरी हो ल बाई भन बाई कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला ओके